तताउने बित्तिकै त्यसको भोल्युम बढ्दैन के, बुझ्नुहोस् है। त्यसलाई तताउने बित्तिकै 0 डिग्री सेन्टिग्रेडबाट तपाईँ तताउन सुरु गर्नुभयो भने भोल्युम बढ्नुको सट्टा भोल्युम चाहिँ घट्छ। भोल्युम बढ्नुको सट्टा घट्छ 4 डिग्री, तर कहाँसम्म भने 4 डिग्री सेन्टिग्रेडमा है। अप टु 4 डिग्री सेन्टिग्रेड इन्स्टेड अफ एक्सपान्सन इट कन्ट्र्याक्ट है। कन्ट्र्याक्ट भने के, खुम्चिन्छ भने के। एक्सपान्सन भनेको चाहिँ त्यो फैलिन्छ, कन्ट्र्याक्ट भनेको चाहिँ के हुन्छ त, यसको भोल्युम बढ्छ। सो दिस फेनोमेनन इज नोन एज एनोमलस एक्सपान्सन अफ वाटर। मैले तपाईँलाई बुझाउनु खोजेँ त्यही हो है। हो, वाटरमा चाहिँ त्यस्तो हुन्छ। त्यो कारणले के हुन्छ, अब अझ अरू असर पनि बुझ्नुहोस् है। त्यो कारणले गर्दाखेरि तपाईँले त्यहाँ देख्नु भएको छ, भोल्युम चाहिँ 4 डिग्री सेन्टिग्रेडमा सबैभन्दा कम हुन्छ। भोल्युम कम भएपछि के हुन्छ, डेन्सिटी चाहिँ सबैभन्दा बढी हुन्छ, याद राख्नुहोस् है। त्यो भएपछि के हुन्छ, डेन्सिटी चाहिँ सबैभन्दा बढी हुन्छ। जहाँ मिनिमम भोल्युम हुन्छ नि त्यहाँ म्याक्सिमम डेन्सिटी हुन्छ, याद राख्नुहोस् है। जहाँ भोल्युम कम हुन्छ नि त्यहाँ चाहिँ के हुन्छ अरे, म्याक्सिमम डेन्सिटी हुन्छ होइन। सो दिस टाइप अफ फेनोमेनन, दिस टाइप अफ characteristics of water is known as anomalous expansion of water होइन। the when we start heating water from 0 डिग्री सेन्टिग्रेड up to 4 डिग्री सेन्टिग्रेड it contracts, अनि after 4 डिग्री सेन्टिग्रेड only it expand है। what is anomalous expansion of water भनेर सोध्यो भने तपाईँले त्यो लेख्ने है, कस्तो anomalous expansion of water। के हुन्छ त, the volume of water at 4 डिग्री सेन्टिग्रेड is least, सबैभन्दा कम हुन्छ। बट बटको स्पेलिङ के, बट के हुन्छ त, सुन्नुहोस् त, डेन्सिटी इज के त, म्याक्सिमम है। हो, यही कारणले हो, यही कारणले अघि मैले तपाईँलाई देखाएको थिएँ नि, पोन्डमा माथि बरफ जमे तापनि होइन, त्यो विन्टर सिजनमा अथवा कोल्ड क्लाइमेट भएको ठाउँको पोन्डहरूमा, पोखरीमा माथि बरफ जमे तापनि तल पिडमा चाहिँ के बस्छ त, वाटर हुन्छ होइन। 4 डिग्री सेन्टिग्रेडको वाटर हुन्छ। कारण चाहिँ त्यो रहेछ। अघि मैले तपाईँलाई चित्र त्यत्रो हेर्न दिएको थिएँ नि, त्यो किन दिएको भन्दाखेरि तपाईँले चाहिँ यो कुरा पत्ता लगाउन सक्नुहुन्छ भनेर है।